तर यहाँ आसन अगाडि बढ्नुहोस्। मरेपछि फेरि प्रत्येक कर्म पनि एउटा ढ्याक चाहिँ लगाइदिन्छ नि निधारमा, मैले भन्नु चाहेको त्यही मात्रै हो। म ठिकै नै छु, त्यही भएर पो हो कि मलाई कसले नसोधेको, मेरो आवश्यकता नपरिन्जेल मलाई नखोजेको, कि ठिकै छु जस्तो देख्छ मलाई। मनमा पीडा र कुममा जिम्मेवारी त मेरो नै छ, कि लुकाउनु सिकेको हो कि मैले, त्यही भएर पो सोध्दैन मलाई। म को हुँ, कहाँ हो मेरो देश, कहाँ हो मेरो बास, सोध्ने र जान्ने कुनै सरोकार छैन तिनीहरूलाई। म र तिनीहरूमा कुनै थोक मिल्दैन, मिल्छ त केवल तिनीहरूको पेटमा सल्किरहेको भोकको आगो र मेरो पेटमा सल्किरहेको भोकको आगो उस्तै उस्तै, बस एक टुक्रा त्यति मात्रै। कसलाई रहर लाग्दैन र आफ्नो छोरोलाई सधैँ खुसी देखोस् भनेर, कसको चाहना हुँदैन र आफ्नो आमा बाबासँगै बसोस् भनेर। यस्तै कुराहरू घरको ढोकामा बसेर एकरो सोचिरहेको नै हुन्छु। भयो भन्दै मलाई धम्काउँछस्, कहाँबाट जुटाउनु मैले? दिनको रोज नै त छ 150 अहिले, घाँस कि कपास जुटाउनु यसले? मेरो मन एक्लै रुँदैछ अहिले, छैन कोही मलाई यहाँ सान्त्वना दिने। स्वास्नीदेखि टाढा भएको पनि वर्षौँ भइसक्यो, भएको एउटा दियो पनि निपेर खरानी बनिदियो। त्यसैले म पनि आफ्नो उल्टा गन्ती गर्दैछु, तँ यहाँ शान्ति सुविस्ताले बस्नु, यो घर जग्गा जमिन तेरो नै नाममा गर्दैछु। Just as the moon reflects the sun's bright light, God's love shines down, a constant digital illuminating our path through darkest night, guiding us through with His loving light. Like the moon's slender glow, God's love is pure and kind, reflecting His mercy on all mankind. In His love, we find our way through life, turning day to day. The moon wakes and wanes, but God's love remains constant and unwavering through all life's pain. He loves us more than words can say, a love that's internal.